सफलता यो एउटा त्यस्तो शब्द हो जसले मानिसलाई जीवन पर्यन्त पछ्याइरहन्छ। हाम्रा प्रत्येक अचिभमेन्ट, फेलर र स्ट्रगलको एउटा महत्त्वपूर्ण हिस्साका रूपमा सफलता गाँसिन आइपुग्छ। सफलताको परिभाषा मानिसपिच्छे फरक हुन सक्दछ। जब कोही खेलाडीले गोल्ड मेडल हासिल गर्छ, कोही विद्यार्थीले परीक्षा पास गर्छ, इन्टरभ्यू दिनेले जब पाउँछ, मजदुरले मजदुरी पाउँछ भने त्यसलाई सफलता भनिन्छ। सफलताको दायरा व्यक्तिवादी हुने भएकाले यसलाई पूर्णतया परिभाषित गर्न गाह्रो हुन्छ। तर त्यस उपलब्धि हासिल गर्ने तरिकालाई भने परिभाषित गर्न गाह्रो हुँदैन। अर्थात् सफल हुने केही नियमहरू हुन्छन् जसलाई हर कसैले आफ्नो दैनिकीमा अपनाउन सक्दछ। आज हामी त्यही नियमहरूको बारेमा अति प्र्याक्टिकल वेमा लेखेको पुस्तकको बारेमा चर्चा गर्नेछौँ, जसको अध्ययनले तपाईँले आफ्नो सफलताको मार्गहरू कोर्न सफल हुनुहुनेछ। नमस्कार, तपाईँहरू सबैलाई बुक्स एन्ड बियोन्ड च्यानलमा हार्दिक स्वागत छ। आज हामी जेम्स क्लियरद्वारा लिखित पुस्तक एटोमिक ह्याबिटको बारेमा चर्चा गर्नेछौँ। यो पुस्तक सन् 2018मा पहिलोपटक प्रकाशित भएको थियो। प्रकाशनमा आएदेखि नै चर्चाको शिखरमा रहेको यस पुस्तकको मिलियन्स अफ कपिज बिक्री भइसकेको छ भने यो एक इन्टरनेसनल बेस्ट सेलर बुकको लिस्टमा समेत इन्क्लुडेड बुक हो। विशेष गरी हाम्रो सानो सानो ह्याबिटहरूलाई कसरी आफू अनुकूल चेन्ज गरेर जीवनमा सफलता हासिल गर्न सकिन्छ भनेर मल्टी वेमा लर्निङ ट्याक्टिक्स प्रस्तुत गर्ने यस पुस्तक हामी सबैको लागि युजफुल र प्र्याक्टिकल बुक हो। आज हामी यस बुकको एटोमिक एनालाइसिस गर्नेछौँ, जहाँ तपाईँहरूले आजसम्म कतै नसुनेको, कतै नपढेको थुप्रै विषयहरू थाहा पाउनुहुनेछ, जसले तपाईँहरूको थट प्रोसेस टोटली चेन्ज हुनेमा म विश्वस्त छु। आखिर सक्सेस के हो त? यसलाई कसरी अचिभ गर्न सकिन्छ? सक्सेस गेन गर्न कस्तो जीवनशैली अपनाउनु? डेली रुटिन कसरी चेन्ज गर्ने? जस्ता प्रश्नहरूको प्र्याक्टिकल नलेज प्रस्तुत गर्ने यस बुकले आफ्नो ह्याबिट चेन्ज गर्दै कसरी एभ्रिडे 1% बेटर हुने भनेर बिहेभियर चेन्जका 4वटा नियम प्रस्तुत गर्दै त्यसको क्लियर फ्रेमवर्क पनि पेश गरेको पाइन्छ। साथै यस पुस्तकले पाठकहरूलाई आफ्नो ब्याड ह्याबिट त्याग्दै गुड ह्याबिट क्रिएट गर्ने सिम्पल र प्रुभन मेथडहरू समेत सिकाउँदछ। यसले पाठकहरूलाई निम्न 3वटा मेजर लेसन प्रस्तुत गरेको पाइन्छ। लेसन 1 मा छ स्मल ह्याबिट्स मेक अ बिग डिफरेन्स, अर्थात् सानो ह्याबिटहरूले जीवनमा नसोचेको परिवर्तन ल्याउँदछ। हामी मध्ये धेरैको ह्याबिट एकै थरीको हुन्छ। हामी सानो कुराहरूलाई खासै महत्त्व दिँदैनौँ, किनकि हाम्रो सोच सधैँ नै ठुलो चिजमा हुन्छ। ठुलो सफलता हात पार्ने ठुलै सोच राख्नुपर्छ भन्ने हामी सबैलाई थाहा छ। ठुलो सफलता हात पार्न ठुलै सोच राख्नुपर्छ भन्ने हामी सबैलाई थाहा छ। तर ठुलो सफलता हात पार्न सानो इफोर्ट नै काफी हुन्छ भन्ने कुरा हामी मध्ये धेरैलाई ज्ञानै हुँदैन। जस्तो म्याराथन कुद्ने इच्छा छ भने एकै पटक एकै दिनमा प्र्याक्टिस गरेर सकिँदैन। त्यसको लागि हरेक दिन थोरै गरेर रनिङ प्र्याक्टिस गर्दै जानुपर्छ। आज 2 किलोमिटर कुद्यो भने भोलि 3 किलोमिटर, पर्सि 4 किलोमिटर गर्दै बढाउँदै लगेमा एक दिन अवश्य म्याराथन कुद्न सकिन्छ। तर जबरजस्ती आजै 42 किलोमिटर कुद्छु भनेर लाग्यो भने के हालत हुन्छ हामी सबैलाई थाहा भएकै कुरा हो। यस लेसनमा लेखकले हरेक दिन 1% बेटर हुने आइडिया सिकाएको पाइन्छ, जसको फलस्वरूप 1 वर्षमा जो कोही 37 टाइम्स बेटर हुने कुरामा लेखकले प्रुभ गरेको पाइन्छ। सोच्नुहोस् त, 37 टाइम्स बेटर हुने कुरा 1 वर्षमा। साथसाथै एभ्रिडे 1% डिक्रिज हुँदै जाने हो भने एक दिन 0मा पुग्ने चेतावनी समेत लेखकले यस लेसनबाट दिन खोजेको पाइन्छ। सो फोकस अन गेटिङ 1% बेटर, नट भाइस वर्सा। त्यसै गरी दोस्रो लेसन छ फर्गेट अबाउट सेटिङ गोल्स, फोकस अन योर सिस्टम इन्स्टेड, अर्थात् गोल सेटिङ गर्न छोडिदिनुहोस्, लक्ष्य पुरा गर्ने तरिकाहरूमा
पद्धतिहरूमा ध्यान दिनुस्। लेखकले भन्छ, गोल सेटिङ ओन्ली रिजल्ट ओरिएन्टेड हुन्छ, जसले सफलता हात नलाग्न पनि सक्दछ। तर त्यही सिस्टम प्रोसेस ओरिएन्टेड हुन्छ, जसले सफलता प्राप्तिको सुनिश्चितता गर्दछ। जबसम्म हामीले हाम्रो प्रोसेसमा तौर तरिकामा ध्यान दिँदैनौँ, तबसम्म हाम्रो लक्ष्य पूरा हुँदैन। किनकि लक्ष्यसम्म पुग्ने भनेकै सिस्टमेटिक ह्याबिटले हो, निरन्तरताले हो, गोल सेटिङले होइन। साथै यसबारे लेखकले थप्दछ, यदि हामीलाई आफ्नो ह्याबिट चेन्ज गर्न गाह्रो भइरहेको छ भने प्रब्लम हामी होइन, हाम्रो ब्याड ह्याबिट हो। किनकि ब्याड ह्याबिट्सको एउटा नराम्रो पक्ष हुन्छ, यो अल्गोरिदम जसरी हाम्रो डेली लाइफमा सेट हुन्छ। हामी चेन्ज गर्न चाहन्छौँ तर सकिँदैन, किनकि त्यो हाम्रो सिस्टममै बसिसकेको हुन्छ। हो, यसै गरी गुड ह्याबिट पनि सिस्टममा सेट हुने कुरा हो, जसले बिस्तारै ब्याड ह्याबिटलाई रिप्लेस गर्दछ र लक्ष्य प्राप्तिमा सहयोग गर्दछ। त्यसैले यस लेसनमा लेखकले गोलमा होइन, सिस्टममा ध्यान दिउँ भनेर भनेको पाइन्छ। सो यु डोन्ट राइज टु द लेभल अफ योर गोल्स, यु फल टु द लेभल अफ योर सिस्टम। साथै थर्ड लेसन छ बिल्ड आइडेन्टिटी बेस्ड ह्याबिट्स, अर्थात् हाम्रो ह्याबिटलाई हाम्रो इच्छा अनुसार परिमार्जन गरौँ। हामी अहिले जे सोच्छौँ, जे गर्छौँ र जस्तो व्यवहार सो गर्छौँ, त्यो हाम्रो नितान्त करेन्ट आइडेन्टिटीको रिफ्लेक्सन हो। हामी अहिले जे छौँ, जहाँ छौँ, यो सबै हाम्रो विश्वास र ह्याबिटको रिजल्ट हो। त्यसैले ह्याबिट्स त्यस्तो सेट गर्नुपर्छ जस्तो हामी बन्न चाहन्छौँ। यदि तपाईँ लेखक बन्न चाहनुहुन्छ भने तपाईँको ह्याबिट त्यही अनुसारको र थिङ्किङ पनि त्यही स्तरको हुनुपर्दछ। साथै तपाईँले आफ्नो व्यवहार पनि सोही अनुरूप परिमार्जन गर्दै लानुभयो भने तपाईँ सबकन्सियसली लेखकको ह्याबिट बिल्डअप गर्नुहुन्छ र एक दिन अवश्य पनि त्यस्तो लेखक बन्न सक्नुहुन्छ जस्तो तपाईँले चाहनुभएको छ। संक्षेपमा भन्दा यो पुस्तक गुड ह्याबिट्स निर्माण गर्ने र ब्याड ह्याबिट तोड्ने प्र्याक्टिकल गाइड बुक हो, जसले पाठकलाई सानो परिवर्तनबाट पनि रिमार्केबल रिजल्ट अचिभ गर्न सक्दछ भनेर भन्ने कुराको बोध गराउनेछ। र अन्त्यमा आशा छ तपाईहरूले आजको भिडियोबाट धेरै कुराहरू थाहा पाउनुभयो होला। अझै पनि असीमित ज्ञानहरू हासिल गर्न तपाईँहरूले यो किताब पढ्नै पर्ने हुन्छ। बजारमा यो किताब नेपाली र अङ्ग्रेजी दुवै भाषामा पाइने हुनाले तपाईँलाई कुन भाषामा मनपर्छ सोही अनुसार किनेर पढ्नुहोला। साथै यस्तो प्र्याक्टिकल, युजफुल र मोटिभेसनल बुक पढ्न नछुटाउनु होला भन्दै अहिलेलाई बिदा हुन्छु। हस्त, धन्यवाद।